So alright, what's up everyone? It's me, Pisan Limbo Block ma तपाईहरु सबैजनालाई स्वागत छ। सो अहिले चाहिँ म खाना खाएर रेस्टुरेन्टबाट निस्किसकेको छु। यहाँ पोचुगा स्टेसनमा चाहिँ एउटा लाखे रेस्टुरेन्टमा छिरेर खानासाना दच्काएर म चाहिँ निस्किसकेको छु। अब गएको जाँदैछु साथीहरु। अहिलेको मौसम चाहिँ एकदमै कस्तो भन्नु हैन, न्यानो भन्नु मिल्दैन किनभने अहिले भर्खरै पानी परेर देख्न सक्नुहुन्छ एकदमै बिगाल भइरहेछ। बल्ल बल्ल पानी परेर उक्रिसकेको छ। उक्रिनु न जस्तो पानी परेर आकाश धुमिएको छ। यी देख्न सक्नुहुन्छ पानी परेर पुरै शीतल भइरहेछ। मैले चाहिँ गएकोमा चाहिँ सरलाई म आउँदैछु, तपाईँलाई म भेट्न सक्छु कि सक्दिनँ भनेर म्यासेज गरेको थिएँ। तैँले मलाई भेट्न सक्छेस् भनेर रिप्लाई दिइसकेको छ मलाई। कति बज्यो भने 12 बजेर 40 मिनटमा चाहिँ त फर्स्ट फ्लोरमा आइज, तँसँग म त्यो टाइममा चाहिँ भेट्न सक्छु भनेर म्यासेज हालेको छ। त्यही र म चाहिँ अहिले जाँदैछु। अहिले 12:33 भइसकेको छ। मलाई अब स्कुल पुग्न चाहिँ थोरै मिनट लाग्नेछ साथीहरू। अब फेरि पानी पर्न थालिसकेको छ साथीहरू। यहाँ के गर्नु साथीहरू, यस्तै छ पारा मेरो। के भन्नु, पारा नै यस्तै हो, एक्लै हिँड्ने हो, बढाउँदै हिँड्ने हो। मान्छेहरू चाहिँ के भन्ला, बालै भएन। मलाई चाहिँ बालै छैन, आफ्नै धुनमा भिडियो बनाउने हिँड्ने होइन। त्यही त हो नि साथीहरू। सिमसिम पानी परिरहेछ। अब म दगुर्नु पर्ने हुन्छ यस्तो अवस्थामा चाहिँ भनेको, तर म अहिले दगुर्नु चाहिँ नसक्ने रहेछु। भर्खरै भात खाएको छु। मलाई त बिर्सिरहेर अहिले अन्डा चुट्छ। हकिने चल्यो यार, छ्या। त्यो साथीहरू आज भने चाहिँ मौसम एकदमै शीतल भनौँ न। पानी परेर एकदमै शीतल, त्यही माथि जाडोमाथि जाडो भएको महसुस भइरहेछ मलाई चाहिँ। मेरो मुटु नै झन्नीले निस्किसक्यो गयो नि साथीहरू। यार मेरो माइक कहाँ गयो भनेको त राखिरहेको छ। देख्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ बस्ने ठाउँ एउटा चौतारी भनौँ न। चौतारी पर पिपल खै के जति भन्छ, तर यहाँ बर पिपल चाहिँ छैन, बस्ने ठाउँ चाहिँ छ। एउटा पार्क जस्तो छ। प्लिज डु नट थ्रो अवे खोइ के थियो डास्ट्यासन मैले भएन, किनभने म त्यो पढ्न भ्याइन। सो गाइस, मेरो भिडियो तपाईँहरूले हेर्दै हुनुहुन्छ भने कृपया नयाँ हुनुहुन्छ भने मेरो भिडियोलाई लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु होला भन्न चाहे। अहिले चाहिँ म स्कुल पुग्न लागिसकेको छु। यो के को बोट हो यस्तो बब्बाल के फलेको यार साथी, के को बोट हो यार। चराहरू यसरी नचिया कार देख्न सक्नुहुन्छ। कार पनि थरी थरीका हुन्छन्। स्कुटी हो, यहाँ छ मेरो साइकल। जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर। सो साथीहरू, म चाहिँ अब गएको आइसकेको छु। गएकोमा चाहिँ अब टक्कसँगले पढ्नुपर्ने हुन्छ भनेको, तर आज चाहिँ पढिन्छ कि पढिन्छ त्यो चाहिँ थाहा भएन यार मलाई साथीहरू। अब जान्छु अफिस जान्छु। अफिस गएर चाहिँ सरलाई भेट्छु। सरलाई भेटेपछि डकुमेन्टहरू मिलाउँछु। डकुमेन्टहरू मिलाएपछि समय थियो भने म ब्याङ्क जान्छु। ब्याङ्कबाट गएर मेरो कागजपत्रहरू पठाउँछु। यदि भ्याइन भने भरे म मेरो ब्रेक टाइममा जानेछु ब्याङ्क चाहिँ। सो साथीहरू, मेरो यो छोटो मिठो भ्लगमा तपाईँहरूलाई के भन्न चाहेँ भने, तपाईँहरू यदि नयाँ हुनुहुन्छ भने फेरि पनि मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर गरिदिनु होला भन्दै, लाइक, सेयर, कमेन्ट गरिदिनु भन्दै अब म चाहिँ गएको आइसकेको छु। अब मेरो भिडियो चाहिँ यहीँसम्म हो। अब यु गाइज, फेरि पनि अर्को भिडियोमा भेट्ने बाटोका साथ तपाईँहरू स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। त्यो दिन भन्दै बाई बाई साथीहरू।